भोलि यताभरि डढेलो लाग्छ। दीपावली पोकी जस्तो लाग्छ। यता हेऱ्यो रातो, उता हेऱ्यो रातो, यहाँ निभाउँदै गऱ्यो हो बडा क्षेत्र अगाडि लाग्दैछ अरे भन्छ। त्यहाँ कुद्यो फेरि यता कटारेमा लाग्दैछ अरे भन्छ। धोती न टोपी भइन्जेल कुद्दा 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 पोहोर होइन। हाम्रो प्रसादजी ऊ पर हुनुहुन्छ, धुस्रे फुस्रे हुनु भएछ। मै जस्तो हुनुभएछ, बधाई छ। त्यस्तो भइरहेको है। कुद्ने टोली उहाँहरूसँगैको हो। अरू पनि थुप्रै हुनुहुन्छ। हाम्रो समीरजीहरूले पनि कहिलेकाहीँ साथ दिएको हो। दुर्गा र निशा दुईजना बहिनीहरू है, लगायत सबै अरू फेरि अरू पनि है। फेरि दुईजना त्यति तिनजना मात्रै भन्दा फेरि यसले स्टेटस आउँछ र सबैले साथ दिएको हो। आइहाल्छ त फेरि यो जति भन्ने आउँछ त्यसमा सबैले नै सघाएको छ। के गरिनौ पो जस्तो लागेन। काम चित्त बुझ्दैन मलाई त। खै किन हो, काम मात्रै गर्नु मन लाग्छ। काम मात्रै गर्नु पर्छ जस्तो लाग्छ। अहिले यो डोरी भात नि लानु पर्थ्यो। भन्नुको मतलब काम गर्नुपर्छ। मैले यहाँलाई एकछिन 2 मिनट केही कुरा सुनाउँछु ल। हामीले यो पट्नाली खोला भन्छ, यहाँदेखि उता मात्रै हो धरान। अहिले हामी स्टिल बारको राजेश्रम है। थुप्रो छ काम बाँकी अझै। पाइप लानु बाँकी नै छ। पाइप अब खै गाँच्दैछौँ है। श्रमबार अब थुप्रो मान्छे आउँछौँ, कामले त्यति पुग्दैन, सकिहाल्छ। अहिले हामीले गरेको भनेको फायर लेन बनाउने काम। यो चाहिँ त्यो पाइप बिछाउने भन्दा पनि महत्त्वपूर्ण काम। पाइप बिछ्याउनु ठुलो कुरो होइन है, त्यो पनि ठुलो कुरो त हो, तर त्यो पाइपलाई जोगाउनु चाहिँ त्योभन्दा पनि ठुलो कुरो हो। र यहाँहरूले आज फिल गर्नुभयो होला, कति नयाँ आउनु भएको छ होइन। यहाँहरूले के महसुस गर्नुभयो भने पाइप तान्नुभन्दा फायर लेन बनाउनु गाह्रो छ। पाइप त अब यसरी राखेको हुन्छ, थुप्रो मान्छे आउँछौँ, तानिहालिन्छ होइन, सकिजान्छ, अनि घर गइहालिन्छ। तर फायर लेन अहिले बनाउने भने सकिँदैन यो। अब यो राम्रो सुनौँ ल। टुचनमा चाहिँ यसरी चाहिँ तन्काएर लगेको छौँ, सर्टकटमा आएको छ। त्यसमा चाहिँ 42-43 किलोमिटर हो। तर खोजमा हिँड्दै जाने भने 60 किलोमिटर जति हो। 60 किलोमिटर फायर लेन बनाउनु पर्ने छ। इट्स नट अ जोक, नट अ होइन स्मल वर्क, सानोतिनो काम होइन यो। त्यो गर्दैछौँ यतिखेर हामी। किन हो भन्दाखेरि भोलिको दिनमा पोहोरको कुराहरू त्यता देख्नुभयो होइन, म त्यो भन्न चाहन्न। भोलि यताभरि डढेलो लाग्छ। दीपावली पोकी जस्तो लाग्छ। यता हेऱ्यो रातो, उता हेऱ्यो रातो, यहाँ निभाउँदै गऱ्यो हो बडा क्षेत्र अगाडि लाग्दैछ अरे भन्छ। त्यहाँ कुद्यो फेरि यता कटारेमा लाग्दैछ अरे भन्छ। धोती न टोपी भइन्जेल कुद्दा 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 पोहोर होइन। हाम्रो प्रसादजी ऊ पर हुनुहुन्छ, धुस्रे फुस्रे हुनु भएछ। मै जस्तो हुनु भएछ, बधाई छ। त्यस्तो भइरहेको है। कुद्ने टोली उहाँहरूसँगैको हो। अरू पनि थुप्रै हुनुहुन्छ। हाम्रो समीरजीहरूले पनि कहिलेकाहीँ साथ दिएको हो। दुर्गा र निशा दुईजना बहिनीहरू है, लगायत सबै अरू फेरि अरू पनि है। फेरि दुईजना त्यति तिनजना मात्रै भन्दा फेरि यसले स्टेटस आउँछ र सबैले साथ दिएको हो। आइहाल्छ त फेरि यो जति भन्ने आउँछ त्यसमा सबैले नै सघाएको छ। तर विशेष जङ्गलमा के अरे बास बस्नको लागि सहयोग गर्ने चाहिँ हाम्रो प्रसादजी हुनुहुन्छ। यसपालि पनि बाँच्छ, तर बसिन्छ नै, बसिन्छ, ढुक्कै भइराख्नु। तर यसपालि चाहिँ हामीले बेलैदेखि फायर लेन बनाएकोले त्यत्रो तावती नहोला कि भन्ने थियो है। त्यसले गर्दाखेरि अब यो जङ्गलैभरि डढेलो लागेको बेलामा त्यस्तो आपत नपरोस्, विपद नपरोस् भनेर चाहिँ अहिले हामीले दुःख गरेको। तपाईँहरूले थुप्रो काम गर्नुभएको छ है। मन नदुखाउनु, कहिले कहिले हकार्छु पनि,
पर्छ त हकार पर्दैन मन दुखाइराखेको जस्तो लाग्छ एक दुईजनाले मन नदुखाउनु है खतरा हकार्नुपर्छ यति त केही होइन अबै खतरा हकार्नुपर्छ होइन देश बनाउनु छ नि होइन देश त बन्दैन त्यसै त बन्छ त चिप्लो चाप्लोले ग्रिन टीमा गर्दै हुन्छ जाउँ है तिर भन्दै तुर पसिना चुहाउँदै जाने अनि न भन्ने हो देश होइन त्यसले गर्दाखेरि फुको फालो र रमाइलोमा छैन जिन्दगी विकास छैन त्यहाँ होइन यो बारी खन्नु पर्यो भने अहिले पसिना निस्किन्छ कि निस्किँदैन यसो गरेर हुन्छ डङ खन्नु पर्छ यस्तो भने जस्तो अलिकति कडाकडी पनि छु है म छन चाहिँ तपाईँहरूले साह्रो धेरै आज थकान भयो होला है म त उ त्यहाँसम्म गरेर सिधा झरौँ भनेको यता आइहाल्नु रातैभरि पनि एउटा टर्च लाइट खोज्नुपर्छ हलो है रातभरि बालेर सत्राङ गर्ने 3 बजीतिर बिहान सुत्ने हो 5 बजी उठेर फेरि गरिहाल्छ हाम्रो देश पछि परेको काम नगरेको तपाईँहरूलाई लाग्छ मैले थुप्रो गरेँ भन्ने लाग्छ के गर्यो चाइनिजले दियो भने धेरै गर्छ कोरियामा जाऊँ न होइन म त गएको छुइनँ त्यहाँ कति काम गर्छ होइन यस्तो साह्रो काम गर्छ अरे होइन रुखमा फल टिप्ने हुन्छ अरे खाजा पनि तलबाट सिटगाले ल्याइदिन्छ झर्नु नपाइ त्यही माथि पक्रेर खानु पर्छ कस्तो घोचाले ल्याइदिन्छ अरे क्या भाइ रुखमाथि फल टिप्नेहरूको चाहिँ पाउरोटी ल्याइदिन्छ अरे पुरा सिन्काले पक्रेर खानुपर्ने तल झर्नु नपाइ होइन यस्तो खालको काम गरेर चाहिँ देश विकास गरेका छन् त्यहाँ होइन हामीले त्यति गऱ्यौँ र गऱ्यौँ छैन हामी त भनेको त केही होइन यो नाथे त केही होइन आम्मामामा काम त नि है हो सराइन्जेल काम गर्नुपर्छ म कहाँ छु भनेर चाहिँ नि होइन यसो हो आकाशतिर हेर्दा भरे मात्रै थाहा पाउने गरी काम गर्नुपर्छ त्यसै भन्छ त्यस तपाईँहरूलाई म त्यस्तो बनाउँछु हेर्नु है म त्यस्तै अब हुँदैछु बिस्तारै बिहानदेखि मेरो एनर्जी लेभल यही हो म रातभरि गरौँ यही हो है त्यो त्यसरी काम गर्नुपर्छ मनोबल धेरै हुनु पऱ्यो क्या मान्छे हाम्रो मनोबल थोरै छ त्यसले गर्दाखेरि गले सक्दिनँ उकाल्यो भन्दै बस्छ होइन यस्ता नाथे उकालो न सुकालो भन्नुपर्छ होइन गरी छाड्छु भन्ने अठोट हुनु पर्यो सबैको मनमा हुनु पर्यो यति डर म जति डर हुनु पर्यो तपाईँहरू सबैजना होइन र त्यहाँ बोकेर बसिराख्नु भएर म यहाँ माथि पुगेर त पर उता बगुवाबाट पाउँदैछ होला भने सक्दिनँ भन्नु हुँदैन सक्छु भन्नुपर्छ हुँदैन भन्नु हुँदैन हुन्छ भन्नुपर्छ त्यो चिज सबैलाई म त्यो हामी त्यहाँ पुर्याउँछौँ देशलाई देश बनाउने श्रमदाता हो यो है देश बनाउने श्रमदाता न कहिले थाक्छ न कहिले उसले गुनासो गर्छ न कहिले उसले असम्भव भन्ने देख्छ न हुँदैन भन्छ सबै कुरो हुन्छ सम्भव छ आज हामीले इस्कुस पनि रोप्यौँ नि होइन रोप्यौँ अब त्यो इस्कुस फल्दैन है पनि भनिरह होला कतिले होइन यहाँको फल्दैन फल्छ त्यो श्रम संस्कृति पार्कमा हेर्नु त गिटीको थुप्रा हो त्यो यस्तो माटो छ र त्यहाँ छैन नि पानी हालेकै रातिको 1 बजीसम्म पनि पानी हाल्छु के अरे टर्च लाइट बाली जबरजस्ती बचाएको जबरजस्ती हेर्नु न त्यस्तो जबरजस्ती हुनु पर्यो जबरे हुनु पर्यो तपाईँहरू बन्ने जबरे हो के को इस्कुस फल्दैन इस्कुस फल्छ फलाउनै पर्छ जसरी पनि फल्नै पर्छ त्यसै हुन्छ हावामा होइन फल्दिन भन्नु पाउँदैन त्यो इस्कुसले होइन र त्यसरी जानु पर्यो त्यसै बन्दैन क्या त्यसले गर्दाखेरि म सबैलाई त्यो भन्न चाहन्छु तपाईँहरूले ठुलो सहयोग गर्नुभएको छ होइन अझै थुप्रै गरिरह
म चाहिँ त्यो भन्छु काम 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 हाम्रो मान्यता सिर्फ काम म त हिजो आज यस्तो भएको छ कि व्यक्तिको मतलब पनि पो गर्दिनँ हौ काम मात्रै हेर्छु कि काम गऱ्यो भने ठिक छ गरेन भने ठिक लाग्दैन मान्छे म त त्यस्तो भइसक्यो तपाईँहरूलाई त्यस्तो लाग्छ कि लाग्दैन लाग्छ कि लाग्दैन लाग्छ किनभने नि हामी धेरै पछि छौँ के हामीले के गरेकै छैन अहिले तपाईँले बेसरी काम गरे जस्तो लागेको होला यो के होइन यो त यति त एक्लैले गर्नु पाएको आजको क्या होइन कुद्दै एक्लैले लड्दै पढ्दै गर्नु पाएको भन्नुपर्छ सबै कुरा सम्भव छ र मैले यहाँहरूलाई फेरि पनि भने आउँदा जाँदा होइन एउटा तरिका हुन्छ यहाँ खाना खाने लिभ गर्ने के होइन जाँदा पनि अलिकति राम्रो छ अब श्रमबार चाहिँ सबैलाई रोकिराख्नु भ्याइँदैन अरू बेला चाहिँ त्यसो त्यो चलन पनि हामीले चलाउँ होइन यहाँ कोही चाहिँ लास्टमा 1-2 मात्रै सबै जाने है सबैको घर छ परिवार छ नि छैन छ कि हामी जम्मा बस्छौँ त म जस्तो भन्नु मिल्दैन फेरि होइन मलाई गाह्रो पाउँछ होला सबैको छ सबै बिजी छौँ त्यसले गर्दाखेरि मेरो के अरे तपाईँहरूलाई रिक्वेस्ट आउँदो दिनहरू कसरी जाने हिँड्ने थुप्रो कुरा सिक्नुपर्ने रहेछ होइन खाना खायो चलिदियो खाना खायो चलिदियो अनि भरे यहाँ हेर्नु प्रसादनी मात्रै एकजना बिचरा यस्तो तान्दै आइराखेको यतापट्टि तान्दै आइराखेको तान्दै आइराखेको अनि निलो गाडी एउटा अनि मेरो त्यस्तो पनि नहोस् है आउने सँगै आउने जाँदा सँगै काम सँगै गर्ने यो मान्यता पनि हामीले राख्छौँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु एउटा गीत गाउँ ल मेरो अहिले नयाँ गीत आएको छ नि सुन्नु भएको छ जाँगरमा साँगर खाने बेला आँगर त होइन त्यो फेरि अहिले बिहानको मात्रै हो त्यो सुन्नु भएको छैन सोक्न सुर्ता भोक्न भकारी भनेर सुनेको छैन सुनेको छैन भरे गएर सुन्यो तर त्योभन्दा अघिल्लो सेकेन्ड लास्ट वान भनौँ न गाउँ है त सबैले ल मलाई चाहिँ मन पर्यो यो गीत सबैले गाउनु ल म जस्तो गाउँछु त्यस्तै गाउनु है रमाइलो पनि गर्नुपर्छ क्या नाच्यो अब गाउनु पर्छ सरले एउटा कविता पनि सुनाउनुहुन्छ उहाँले यो पछाडि झिजो नमान झिजो मान्नुहुन्छ भने फेरि एउटा पाइप फेरि त्यहाँ बोकेर उता भन्ने आह्वान हुन्छ होला यहाँ है ल है सुन्नु है ल सबैजना रेडी हो सर गाउने हो ल म मेरो लागि बाँचेन म मेरो लागि बाँचेको छैन म मेरो लागि बाँचेको होइन म मेरो लागि बाँचेको होइन कस्तो मजाले सुने फेरि एकचोटि गाउँ ल म मेरो लागि बाँचेको छैन म मेरो लागि बाँचेको छैन म मेरो लागि बाँचेको होइन म मेरो लागि बाँचेको होइन दिनभरि म पसिना बगाउँछु दिनभरि पसिना बगाउँछु सम्झेर मेरो देश यो देश यो देश फेरि गाउँ म मेरो लागि बाँचेको होइन म मेरो लागि बाँचेको होइन म मेरो लागि बाँचेको छैन मेरो लागि बाँचेको छैन दिनभरि म पसिना बगाउँछु दिनभरि म पसिना बगाउँछु सम्झेर मेरो देश यो देश मेरो देश सम्झेर राम्रो छ गीत हो यो गीत पनि सिक्नु तपाईँहरूले गीत
गायक पनि बन्नुपर्छ श्रमदानमा आएपछि होइन, नाच्नु त परि नै हाल्छ, अनिवार्य नै हो, नियमै हो। र अब हामीमाझ चाहिँ नि हाम्रो के अरे कविता लेख्नुहुने सर आउनु भएको छ आज, उहाँ अत्यन्तै राम्रो कविता लेख्नुहुन्छ, उहाँको कविता सुनौँ है त ल। ताली बजाएर उहाँलाई स्वागत गरौँ। थ्याङ्क यू। उहाँले दिनभरि आज श्रममा पनि सघाउनु भएको छ आफ्नो परिचय सहित ल। मैले छोडेँ अब मेरो ल अब भने चाहिँ के कविता